guys, we are going for a tour. It's a family tour. I hope you guys enjoy the video. Today we are planning to go to Sukwaki. Okay, maybe you're gonna see a lot of things here. Welcome to Lakshman's vlog. Our Moti Gupta is coming with the baby's things. I don't know what that one is. It's coming with the blanket and that's it. Why guys, are you still doing makeup? तिमीले हाम्रो ब्लगमा के भन्नु छ? कस्तो दामी आको है ब्लग हो। ल गाइस हामी चाहिँ घुम्न हिँड्न लागेको है। कहाँ भन्दाखेरि सुक्वाकी एन्ड कर्नेस। आज हाम्रो बबाल टुर हुन्छ। तिमी क्यामेराम्यान बन्छ आज? नो प्रब्लम बनिदिन्छु तपाईलाई। दुईजनालाई नि वेलकम गर्नु पर्यो नि त। उनीहरूलाई पनि इन्ट्रोड्युस गर्ने पर्यो। कस्तो छ यहाँको है? बनिहरुलाई इन्ट्रोड्युस आउँदैछ। वेलकम गाइस, वेलकम। ब्लग हो है यो चाहिँ फेरि। वेलकम टु द ब्लग्स मदर एन्ड द बेबी। आमा कति मेकअप बसिरहेछ हैन, देयर सिस्टर्स अरे क्या। ल गाइस हामी चाहिँ लागेको है अब हामी कहाँ गऱ्यौँ? सुक्वाकी एन्ड कर्नेसको टुर हुँदैछ आज चाहिँ हाम्रो। क्यामेराम्यान मोचीको साथमा डिस्क्वालिफाई हो लास्ट। अब यहाँको गर्मी चाख्नु, कतारको गर्मी सलिड हुन्छ, सलिड। छोरीको पनि ल अब यहाँ अगाडि गयो नि हुँदैन तपाईँले क्यामेरा नकाट्नु। ल मम्मीजी भन्नुहोस्, हाउ आर यु फिलिङ मम्मीजी? Mommiji is looking so beautiful today. Yeah, as always. And I'm as always. Very hot. Yes, very true, and because of makeup. And it's Didi हाम्रो Didi with beautiful. उठिसकेछ त नानी। दिदीलाई चाहिँ कस्तो लाग्दैछ सोध्न न। दिदीलाई हाम्रो कस्तो लागेछ कतार नयाँ नयाँ? कस्तो लाग्यो? फर्स्ट आउनु भएको होला हैन बाहिर? ए अब कतार आज हेर्नु तपाई आज साच्चै विदेश आएको जस्तो फिल हुन्छ यहाँ। हेलो आवर बेबी, ब्युटिफुल बेबी, क्युटी पाई। अनि यता हाम्रो अर्को ड्राइभर पाई। कस्तो दामी भ्यू हो। भ्लगमा त बोलिरहनु पर्छ न। चल गाडी अगाडि। यो 9 डेजमा एउटा भ्लग बनाउनु पर्यो क्या। कस्तो हुँदो रहेछ अब ट्राफिक रमजान करिङमा कस्तो छ हेर्नुहोस् गाइज। यतिखेर हामी रमजानको बेलामा निक्लेको है। अब यतिखेर चाहिँ रोड पुरै खाली छ। अब 6 बजेपछि चाहिँ रोड पुरा प्याक हुन्छ है। ट्राफिक जाम हामीले हेर्नुपर्छ दरो। तर कस्तो दामी यार, आम्मा कस्तो सही मौसम क्या यतिखेर निक्लिने। यो चाहिँ हाम्रो ट्राफिक हेडक्वार्टर हो मदिनाथ खलिफाको है। कस्तो दामी छ हेर्नु, पुरा राजमहल जस्तै छ यार ट्राफिक हेडक्वार्टर पनि। क्या राम्रो भ्यू आएको। अगाडिको बिल्डिङहरु कस्तो दामी भ्यू आइरहेछ नि। अगाडिको बिल्डिङहरुलाई के भन्छ भन्दैछ? अगाडिको बिल्डिङहरुलाई हाई गाइज, वी आर कमिङ टु सी यु, प्लिज हामीलाई साथ दिनु होला मौसमले। अब तिमीले मैले बुझेनौ क्या। अगाडिको बिल्डिङको ठाउँको नाम के भन्छ? ए अगाडिको बिल्डिङको ठाउँको नाम ओके। यो देखिएको बिल्डिङ पर देखिएको ठुलो ठुलो टावरहरु चाहिँ दफना हो है। अब यो दफनामा जाने, दफनाको छेउमा कर्नेस छ। कर्नेसमा गएर आज दरो रमाइलो गर्ने हो। कर्नेस जाने होला हो के हो? हैन पहिला सुक जाम न। कि कर्नेस हैन कर्नेस जाम। दिदीलाई उजालाम पर्छ। त्यही हो, हैन कर्नेस जाम पहिला। पहिला कर्नेस जाने अनि सुक जाने। सुक राति मान्छेहरु धेरै हुन्छ क्या, सुकमा नि मजा आउँछ। यहाँ हेर्नु त कस्तो दामी दामी यार। मान्छेले गाडी नम्बरहरु देखिरहेछ है। सो वी आर भेरी सरी फर यु गाइज
Your privacy has been captured here without your consent. गाडीहरुको त्यो नयाँ भिडियो छ नेपाली भिडियोमा त खाना माग्न जाँदाखेरि why did you take my video without my consent? Conscience भनेर भुत्ला निस्किँदो रहेछ हेर न यसलाई स्टप गर्ने 5 मिनेट भइसक्यो यताको भ्यू राम्रो थियो क्या आइहाल्छ Is our driver shop? Cornish, yeah. Talabatko hero. Yes. अलिक यस्तो यस्तो इनर्जेटिक गाना लगाऊ न खाना खानु बियर पनि लाउँदैन वाउ व्हाट अ भ्यू यार दामी भ्यू हो यो पार्लियामेन्ट हो गाइस यो चाहिँ यहाँको सांसद भवन हो कता गयो यार देखिँदैन रहेछ नेपालमा यस्तो हेर्न पाइँदैन त्यहाँ यसको तल चाहिँ यो हेर्नु भयो यो यसको तल चाहिँ मेट्रो छ मेट्रो कुदिरहेको छ यहाँ यता पनि छ यो चाहिँ मेट्रो स्टेसन हो यहाँ सिडी छ सिडीबाट तल गयो भने मेट्रो गाडी कुदिरहेको छ तल जमिनमा यो त सुत्तो बाटो आइयो त हामी चाहिँ अन द वे टु फर्नेस होइन हामी चाहिँ फर्नेस हिँडेको साथी हो यता ठुलो ठुलो बिल्डिङहरू हेरिहालौँ सबैले हेरेकै हो वर्ल्ड कपमा ए वर्ल्ड कपको बेलामा यो सबै बन्द थियो यो रोडहरू अहिले त पुरै खुल्ला भइसक्यो हेर्नुहोस् ठुलो ठुलो बिल्डिङहरू आउँदैछ फर्नेस गएपछि अझै मजा आउँछ सिङ्गार We are on the traffic light. 1, 2, 3. मैले पहिला ड्युटी गरेको ठाउँ देखाउँछु तपाईँलाई मैले ड्युटी गरेको टावर यहाँबाट देखाउँछु यो बिल्डिङ अब कसरी भन्नु यहाँबाट मेरो पनि ड्युटी गरेको ठाउँ यो बिल्डिङ छ ए तपाईँले टर्नेटोमा गरेको मैले अलविदामा गरेको कहाँ भन्दाखेरि टर्नेटो हेरेको छ हामी यहाँ मोनोप्लेक्स छ यहाँनिर मोनोप्लेक्समा आउँथ्यौँ यो ड्युटी हो मैले बिल्डिङ गरेको यो अब यो भनेर कसरी देखाउनु यार यो यस्तो 1300 परेको छ नि यो घुमाउनु बटारे जस्तो यो दिस वान यो बिल्डिङ त्यही बिल्डिङ तपाईँले त्यही ल्याउनु भयो मैले बिल्डिङ काम गरेको ठाउँमा ल्याउनु भयो यसरी सिधै जाँदा यसरी मैले काम गरेको छु यो बिल्डिङमा काम गरेको यार म कहिले बिर्सिँदिनँ 45 फ्लोर यसलाई चाहिँ एनओसी टावर भन्छ यो नर्थ ओइल कर्पोरेसन दिस वान अनि यो सिआइडी बिल्डिङ कहाँ छ अगाडि यो सिआइडी बिल्डिङ यता त ठाउँ बन्द होला त
यो ठाउँ पनि यस्तो दामी काम गर्यो जमाना गरे 8 घन्टा ड्युटी हुन्थ्यो टाइम बितेको थाहै हुन्थ्यो अपाचेट आज मार्दैछु मैले यस्तो हेर वाउ स्काई स्क्रापर मैले ड्युटी यता गर्दाखेरि यो बिल्डिङ भर्खर बनिरहेको थियो कहाँ पार्क गर्ने आयो समुद्र ल हामी चाहिँ समुद्रमा आइपुग्यौँ केटा मान्छेहरू उता कोही एक्सर्साइज गर्दैछ है त्यो साइडबाट आउँदाखेरि चाहिँ नि राम्रो देखिन्छ यताको भ्यू हामी चाहिँ गर्दै जाइपुग्यौँ है अब गएर घुम्ने हो मजाले ओ ब्युटिफुल म्याडम खै कता टाउको लुगाएको गाइज हामी चाहिँ कर्नेक्समा आएको छौँ होइन गाइज हामी चाहिँ कर्नेक्समा आएको छौँ होइन तर अब कर्नेक्समा आउँदाखेरि के भन्छ बहिनीले ठाउँ है त्यही भएर हामी अब त कोही मान्छेहरू छैन क्या लागि कोही पनि छैन त्यति धेरै मान्छेहरू छैन कर्नेक्समा त्यो धेरै मान्छेहरू छैन यहाँ होइन अब हामी सुक जान्छौँ र चाहिँ हाम्रो समुद्र छ है सुक जान्छौँ सुकबाट नि डाइरेक्ट घर जाने तिमीलाई के भन्नु मन छ त हामी बसेर ठाउँहरूमा पनि त्यो एरियामा पनि नेपालीहरू तिमीलाई के भन्नु मन छ अब हाम्रो चाहिँ अलिकति के भन्छ अनुहारै होइन म्याडम तपाईँ अमेरिकाबाट आउनुभएको तपाईँ अमेरिकाबाट आउनुभएको हुर्किएको कतारमा तर क्या गोरी देखेको है आफैले आफूले पुरा गर्व मानिरहेछ गोरी देखेर केही छैन यहाँ घुम्ने ठाउँ मोदी सर कस्तो लागिरहेछ एकदम बबाल लागिरहेछ है एकदम चिसो चिसो हावा छ मजा आइरहेको छ भयो अब त हाम्रो दिदीलाई चाहिँ कस्तो लागिरहेछ दिदीलाई कस्तो लागिरहेछ हावा चलिरहेछ सर हावा नेपाल जस्तै हावा चाहिँ यतिखेर त गर्मीमा त लास्टै गर्मी हुन्छ नि गर्मीमा त नि बाहिर हिँड्ने बित्तिकै पुरै पसिना हुन्छ तिमी अगाडि आऊ इन्टरभ्यूको लागि अनि तिमीलाई कस्तो लाग्यो भन एकदम बबाल रमाइलो लागिरहेछ धेरै दिनपछि आइयो है हरियाली पनि राम्रो छ चिसो चिसो हावा आइरहेको छ यति मजा आइरहेछ के भन्नु अब
अब अहिले रमजानको फास्टिङ खोलेपछि चाहिँ घुम्न अझै मजा आउँछ, मान्छेहरू आउँछन् है। अब म यति नै भन्दै च्यात्तिन चाहन्छु धन्यवाद। ल च्यात्यो। त्यो चाहिँ हाम्रो कतार गभर्मेन्टले दिएको साइकल होइन, सही छ। 60 रुपियाँ ठग्छ यिनीहरूले, 60 रुपियाँ। तर सबैजनाको पेट पाल्ने त हो होइन। सो हामी त्यस्तो कमेन्ट के गर्नु चाहँदैनौँ। अनि मोतीजी म त के भन्ने हो, म त साह्रै राम्रो एकदम रमाइलो लागिरहेछ यार, धेरै रमाइलो लागिरहेछ। अब यहाँ दुईजना हुनुहुन्छ यहाँ महानुभावहरू। के भयो यो भान्जी हेरेको हेरे भयो, भान्जी हेरेको हेरै। सापट्टि भान्जी हेरेको हेरै, भान्जी हेरेको हेरै। कर्नेक्स आयो तिमी। ल तपाईँको 2-4 शब्द जाओस् त कस्तो लागिरहेछ? मेरो 2-4 शब्द चाहिँ फेरि एकदम भारीवाला शब्द हुन्छ होइन। एकदम राम्रो गहकिला बिल्डिङहरू किला भन्छ त्यही छ होइन। कुन बस्नु भन्छ यसलाई कर्नेस एटलान्टिक बस्छ होइन। कहाँ एटलान्टिक हो र? जे छ ठिकै छ, मैले तिमीलाई भन्दै हान्थेँ। जे छ ठिकै छ, कतारमा राम्रै छ। यहाँ पुरा मान्छेहरू दौडिरहनु भएको छ के। अब चाहिँ हामी अन द वे टु सुकवाकिफ है। अब कर्नेसलाई बाई बाई गरिदिएको आजको लागि। अब नेक्स्ट डे फेरि अगाडि त्यो ड्यासबोर्ड नदेखाइकन टक्क जुम गरेर ठ्याक्क ड्यासबोर्डलाई काटेर त कस्तो दामी क्यामेराले खिचेको रेस सुरु भयो। आम्म दुईटाको ल कमन गाइस, यो गाडीले कस्तो छेल्यो यार। तलाबादले झन्डै जित्यो। तलाबादले जित्यो टप्यो ल। यो गाडीले छेल्दियो क्या। सुकमै हो नि। यो चाहिँ खाँचा रक्सा यो के हो? यो होइन, यो भनेको नेसनल डेको दिन यो फायरहरू सो हुँदाखेरि यहाँनिर ठुलो मान्छेहरू बसेर हेर्छन् भिआइपीहरू। वाउ, 3 चक्के गाडी अब के हेर्न पाइन्छ Another one, Harley Davidson, come on. यो परको यो मस्जिद छ नि, यो गोलो यो मस्जिद चाहिँ यहाँको एकदम नामी हो। नेपालमा हाम्रो सांसद भवन छ नि, यहाँको सांसद भवन यो हो। यो सांसद भवन हो। यो चाहिँ यहाँको सांसद भवन, कतारको पार्लियामेन्ट।
हाम्रो गाइजहरु चाहिँ स्ट्रोलर्स बनाउनु हुँदैछ प्राइभेसी सुकवकिफ यस्तो देखिन्छ यहाँबाट and it is a very beautiful view at the evening है यो पनि राम्रो देखिन्छ very good के गरेछ तिमी बनायो हाम्रो महारानीज्यू पदार्दै हुनुहुन्छ यहाँ रेडी भइसक्यो महारानी बस्ने कता कहिले हो त हाम्रो चिन्तनहरू कति धेरै Copy, just a minute. Copy. 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 हाँसिरहेछ अनि तिम्रो मार्केटको बारेमा के देख्यौ त भन्यो सानो एक्सपिरियन्स यहाँ चराहरू के अरे झिल्ला रुपी मैनाहरू रहेछ सबै हामीले नेपालतिर हेरेको जस्तै रहेछ सबै यार यता जाने हो लेट्स एक्सप्लोर मोर होइन यो चाहिँ हाम्रो पहेँलो ढुकुर हो हरियो सुगा हो सुगा गोपी कृष्ण काउ भन्दै बाबा सुदाम सुगा अरे दामी सुन्दैछ यार मैले परिवार लभजोडी एनिमलहरूको ठाउँमा आयो बनाउँछु सम बर्ड्स एन्ड एनिमल्स अहिले देख्ने साउन्डहरू सुनिरहेछ होइन त्यसै त्यो चाहिँ हाम्रो सुकवकिफमा छ होइन मोती यु वान्ट टु से एनिथिङ I want to say what I say. This area is very good, really, and I have visited this area for a lot of times. And every time I visit, I feel very good. Thank you so much, and let me chat in. पुरानो घर क्या लाइक पहिला हाम्रो नेपालतिर हुने घरहरू यहाँ हाम्रो एउटा रेस्टुरेन्ट पनि थियो यहाँ हुक्का खाने यहाँ हाम्रो एउटा रेस्टुरेन्ट पनि थियो पहिला तर हामीले त्यो बन्द गरेर अहिले अर्को ठाउँमा खोलेको छौँ उता दोहातिर खोलेको छौँ तर यो घर चाहिँ सिसा घर र मेरो यसमा एकदम मेमोरी छ यो घरमा है to shoot straight because you know there are a lot of people who need privacy होइन अब हामी एउटा राइट जान्छौँ ओ बालुन भन्छ राइट जान्छौँ अब हामी चाहिँ एनिमल घर जाँदैछौँ होइन यो क्या ट्रेडिसनल थिङ्सहरू छ हाम्रो कपडाहरू पनि पाउँदो रहेछ सरहरू आउनु रहेछ म्याडमहरू भैया वो पंछी इधर है ना आगे ओके थैंक यू वेरी मच ये ओल्ड मार्केट हो क्या लेगा Hey guys, kukhra na kukhra. Guys, यो चाहिँ अब एकदम हाम्रो ब्लग्स कुकुरहरू उता थियो त अघि हेर्नु न ओल्ड सुक
अल गराफा बर्ड्स रहेछ त्यो चाहिँ गराफा बर्ड ल्याएको बर्ड्सहरू के पनि छैन वाट इज दिस दिस नथिङ नीड टु लिभ यहाँ आएर यहाँ भन्छिँदै हेर्नुहोस् है हेर्नुहोस् अझै खाली रहेछ खोइ कति यो टोटल हो यति टोटल हो उसको प्राइस रहेछ यार प्राइस जिउँदै हो है सबै गुड प्राइस सस्तो हुन्छ खोइ हो त्यसो भयो बिचाराहरूलाई तिनजनामा दावा गरेर पिन्जडामा के भयो अरे यति पैसा हुनु अरे क्या मलाई थाहा मसँग यति पैसा हुनु अरे कि यो सबै पिन्जडाको चराहरूलाई पुरै खोलेर पुरै आजाद गरिदिनु अरे क्या बगाइसहरू आज आजको लागि हामी बिदा लिँदैछौँ सुकवाकीबाट सी यू नेक्स्ट विक धन्यवाद धन्यवाद थ्याङ्क यू अब अहिले एकछिनबाट बाटोमा पनि यस्तो बाटोको नाइट भ्यूहरू पनि देखाउनु पऱ्यो नि त होइन पछाडि धन्यवाद ल हामी अब च्यात्यौँ फाट्यौँ हामी अब जाँदैछौँ धन्यवाद यहाँनिर सिक्रेट कुरा गर्न रहेछ त्यो चाहिँ हो देखेर मधु ए हामी सिक्रेट कुराहरू हाम्रो सिक्रेट के अरे सुनभन्दा पनि महँगो जाउँ जाउँ अब हामी जानुपर्ने हुन्छ फोटो खिच्ने हो अब कहाँ यो फोटो खिच्ने मान्छे आफू तपाईँलाई कस्तो लागिरहेछ दाजु मलाई एकदम राम्रो लागिरहेछ है राम्रै छ ठिकै छ त्यति मान्छेहरू चाहिँ छैन अहिले